हेलो गाइज नमस्ते वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ निक्कोको डे 2 हो। हामी चाहिँ रेडी भएर निक्लिसकेको छौँ। बाहिर चाहिँ एकदम धेरै हिउँ परेको छ। हिजो चाहिँ हिउँ परेको थियो, आज चाहिँ हिउँ एकदम धेरै नोकोरु भएको छ। अहिले चाहिँ हामी वाटरफल जान लागेको। म हजुरहरूलाई आज निक्कोको वाटरफल घुमाउँछु, जाम है त मसँगै। हाई, हामीहरू चाहिँ अब रेडी भएर जान लागेको। आर्या त मैले ब्याग छोडेर आएको थिएँ अनि कुचीले ल्याइदिएर। बहुत अच्छा लग रहा है। अच्छा लग रहा है ना। ये बोलते देगा। क्या नाम है आपका? मेरा नाम विशाल। विशाल विशाल विशान, ये तो नेपाली नाम है ना। पाकिस्तान भी विशाल नाम रहता है, होता है। पाकिस्तानी नो मेरा नाम का बी हुसैन। ओके बाय, टेक केयर। हामी चाहिँ निक्को पार्क भन्ने होटलमा बसेको। यहाँबाट तोबी स्टेसन, निक्कोको स्टेसन जान चाहिँ हिँडेर 6-7 मिनट जति लाग्छ। अनि त्यहाँ गएर हामी ट्याक्सीमा जान्छौँ कि ट्रेनमा जान्छौँ, केमा जान्छौँ थाहा छैन। वाटरफल जान्छौँ अनि वहीँ पुगेर भेट्छ है त म हजुरहरूलाई। अब अहिले चाहिँ हामी यहाँ फ्यामिली मार्टमा खाजा किन्न लाग्यो। अब चाहिँ हामी केगोन वाटरफल जान लागेको। मेरो चाहिँ फेस बिग्रेर यस्तो भएको छ। अहिले चाहिँ हामी केगोन वाटरफल जान लागेको। लाग्न चाहिँ बसहरू पनि लाग्दो रहेछ, तर बसको टाइम चाहिँ अलिक ढिला भएको भएर हामीहरू चाहिँ ट्याक्सीमा जान लागेको। यहाँ चाहिँ हामी बसेको चाहिँ यो निक्कोको लास्ट स्टेसन भएको भएर यहाँबाट अगाडि चाहिँ कतै पनि ट्याक्सी ट्रेनहरू नलाग्दो रहेछ। अनि अहिले चाहिँ हामी गफ गर्दै जाँदैछौँ। भ्यू देख्दाखेरि नै हजुरहरूले थाहा पाइसक्नु भयो यहाँको माहौल कस्तो छ भनेर। चिसो चाहिँ चिसो छ, तर एकदमै धेरै रमाइलो भइरहेको छ हामीहरूलाई चाहिँ। हाई हाई,私たち今日は成田からです。मिनटको ट्राभल पछि अहिले चाहिँ हामी निक्को न्याट पार्कमा आइसक्यौँ। केगोन वाटरफल भन्दो रहेछ यो ठाउँलाई चाहिँ। पछाडि चाहिँ हिमाल देख्न सकिन्छ, अगाडि साइडमा चाहिँ वाटर पार्क छ अरे। अब त्यहाँ जान्छौँ हामी। हजुरहरूलाई पनि म सँगै लग्छु। आजको दिन इन्जोय गरौँ सँगै। अहिले चाहिँ म यहाँ केगोन वाटरफलमा छु कि वाटर भ्यू छ यहाँबाट चाहिँ। जाडो चाहिँ म पनि भयो। Desta.
यहाँ चाहिँ टिकट लिने ठाउँ हिउँमा चिप्लेर धन्नै लडेन म हाई सिमसेन यो नि भयो भने गाइसमस हाई हेर्न जानको लागि चाहिँ 600 लाग्दो रहेछ एकजनालाई हामी चाहिँ 4 जनाको लागि टिकट पनि लिइसकेको छौँ यता चाहिँ यस्तो दामी दामी हिमाल वाट अ ब्युटिफुल भ्यू छ यहाँ चाहिँ भ्यू ज्यानै भ्यू त्यसो अनि यत्रो भक्का सबजना आफ्नै पारामा बिजी अनि हामी चाहिँ अब तल जान लाग्यो वाटरफल हेर्नलाई टिकट पनि लिइसक्यो पछाडि हिमाल चाहिँ दामी देख्यो यहाँ एरोवेटा चढेर जाँदैछौँ यता चाहिँ डन ओइ कागहरू पाको यता चाहिँ यी चाहिँ हामीले माथिबाट हेरेको थियौँ भने अहिले चाहिँ तल आएर नजिकबाट आफ्नो आँखाले हेरिरहेको म कसरी एक्सप्लेन गरौँ हजुरहरूलाई यस्तो दामी छ भिडियोमा भन्दा रियल आँखाले हेर्दा एकदमै धेरै राम्रो छ माथिबाट हेर्दा चाहिँ फ्री थियो भने तलबाट हेर्दा चाहिँ 600 टिकट काट्नु परेको थियो हामीलाई हामी चाहिँ यहाँ इन्जोय गर्दैछौँ वाटरफलको नजिकै G7 निक्को भन्ने ठाउँ रहेछ अहिले चाहिँ हामी त्यहाँ जान लागेको त्यो ठाउँ एकदमै धेरै फेमस छ अरे अनि हजुरहरू चाहिँ निक्को घुम्न आउँदै हुनुहुन्छ भने चाहिँ यहाँ चाहिँ बस र ट्याक्सीहरू चाहिँ बेलुका 5 बजीसम्म मात्रै लाग्दो रहेछ अनि होटेलहरू पनि 5 बजीसम्म मात्रै खुल्दो रहेछ यो कुराहरू चाहिँ जानिराख्नु भनेर भनेको मैले हामीलाई जस्तै फेरि गाह्रो नहोस् भनेर हिजो हामी रातिसम्म डुले फर्किने बेलामा ट्याक्सी नै पाएन त्यही भएर अहिले चाहिँ हामी यहाँ G7 निक्कोमा आएको छौँ म चाहिँ एकचोटि लडिसकेँ यहाँ फेरि अर्को लड्दैछु हिउँमा धेरै पल्टेर अब चाहिँ हामी बस चढेर फर्किन लागेको समग्रमा भन्नुपर्दा निक्कोको यात्रा एकदमै धेरै राम्रो भयो हाम्रो चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई लभ यु अल